हिरो बनेर कपालमाथि ठाडो पारी योरी पुरा चाहिँ सँगले जसो मोसनमा गएँ कि जाँदाखेरि 4 घण्टा जति लागेछ कि मर्नलाई। पुग्दाखेरि केटी अर्कै एउटा केटोसँग बसिरहेको छ यार, अर्कैसँग बसिरहेको छ कि अब पुरा रिस उठ्यो मलाई। साफ झाँट्यो तेरो पारा के हो? म तेरो बोयफ्रेन्ड यहाँ हुँदा हुँदै तँ अर्को केटोसँग बस्ने, तेरो पारा के हो? साफ फर्काइदिएँ मैले। केटीले के भन्छ, अब तिमी त स्लो मोसनमा हिँड्ने मान्छे, तिमी आइपुग्दा ओर्दा पहिले एक दिनलाई चाहिँ भ्याइदिइहालौँ न भनेर अरे क्या। कतिसम्म थर्कास केटी परेर मरिजे हो। अनि कि जाडोको महिना छ नि त अहिले त, पुरा जाडो भइरहेको थियो क्या मलाई बिहानैदेखि। उताबाट आउँदाखेरि पुरा जाडो भइरहेको थियो, यहाँ आइपुग्ने बित्तिकै पुरा गर्मी बढेर आयो मलाई त। वास्तै गर्मी बढेर पुरा पसिना खोल खोल भइसक्यो। अरे बाबा जाडोको महिना के विधि गर्मी भएको, यो अचम्म भयो भन्छु। भरे त यसो कुरो बुझ्दै ल्याउँदाखेरि त हाम्रो शर्मिला गुरुङ दिदी छेउमा बसेर पो रहेछ त। उहाँ यति हट्की गर्मीले हप भएर म मरि नै सकेको रहेछु। गाह्रो छ कि मलाई। अनि त्यहाँदेखिको पुरा स्विमिङ गरेर म फेरि राप्तीमा गएँ नि त। अनि राप्तीमा गएको होइन, टक्क बाकटे हान्दै बिचमा पुगेँ होइन। बिचमा पुगेर अनि कपाल टक्क पानी मुनि छिराएर स्वाट निकालेको त 4वटा माछा त बगरमा के। कपालमा अल्झेर मर्नलाई 4वटा माछा बगरमा आएछ। अनि दिदी र म सँगै बसेर पोलेर खाएर आएको। कपाल फेरि हरामी परेर मर्थ्यो कि, अब मान्छे पनि ह्यान्डसमै हो होइन। अस्ति त्यो एउटा प्लेन क्रास भयो नि त्यो उतापट्टि त्यो भट्टे डाँडामा, थाहा छ नि त्यो पाकिस्तानीहरू यसको क्या हो। त्यो प्लेन ठोकिएको त मेरै कपालमा हो नि त। अहिलेसम्म कसैलाई थाहै छैन, पुलिसले थाहा पायो भने मलाई पक्रिन सक्छ। दाजुहरू, पुलिस दाजुहरू उता फर्क्नु त प्लिज, नसुनौ है। त्यहाँदेखि त मलाई एयरपोर्टतिर जानै दिँदैन नि त सरकारले। अनि तपाईँ नआउनु प्लेन ठोकिन सक्छ भन्छ। यहाँ एउटा आँपै आउँछु भने त कहाँ मर फेरि यो। ए म त गाउँको गोठालो, सहर जान पाइन, खान्थ्यो होला कमला, बिस्कुट मिठाई ल्याइन, के खान्छौ कमला। यो मेरै फोटो हो बरु। गबगाले झ्याप भएछ कि यो मान्छे पनि आफै माइक पनि आफै नै परेर मरेछ यसको फेरि। अर्को पनि पोस्ट खिच्नु है। फेरि मलाई ए साइड मात्रै खिचाएर पुग्दैन के, बी साइड पनि खिचाउनु छ। छिटो खिच्नु न, ग्यास्ट्रिक छ, फुस्किन सक्छ कि। भयो आमामा साङ्लो बरु के छ? के हुनु नि, सबै थोक छ, गर्लफ्रेन्ड मात्रै छैन। अब गर्लफ्रेन्डै नभइसकेपछि त सबै थोकको के काम भयो र हो? तपाईँ टेन्सन नलिनुहोस्, म जुना शिरीष मगरसँग कुरा गरिदिन्छु। ल हेर न, यत्र आँखाले पो हेर्छिन् त। तिमी टेन्सन नलियो, अहिले प्रोग्राम सकिएपछि म आफै आएर प्रपोज गरिदिन्छु। साङ्लो बरु हिजोको ताजा खबर सुन्नुभयो? आफै के कुरा गर्छ यसले? हिजोको त कहीँ ताजा खबर हुन्छ? हिजोको त बासी खबर भइहाल्यो। हट न्युज के बरु, हट न्युज। फेरि इङ्ग्लिसमै बोल्दैछु, बोरोले नबुझ्न सक्छ नि। बरु ताजा खबर सुन्नुभयो कि भएन त्यति भन्नुहोस् त। ताजा खबर के चाहिँ हो? यो नाकाबन्दीको होइन, यो मधेस आन्दोलनको राष्ट्रिय होइन के, अन्तर्राष्ट्रिय खबर। उहाँ हिजो CNN, BBC सबैले फुकै छन् नि। फेरि अब के चाहिँ रहेछ त यो ताजा खबर? के हो सुनिन हेर मैले। मेरो बाख्रीले पाठो पाएँ नि बोलो। त्यो बाख्रीले पाएको पाठो तेरो अनुहारको त छैन नि। किन के फेरि यस्तो कि सँगै लाग्छ, मान्छे पनि बोको छ कि यो। मिल्छ बरु, तर मसँग होइन, पुष्कल शर्मासँग मिल्छ। यो सुत्ता गरेर मेरो पाठो
4वटा पाठो चाहिँ पुष्कल शर्माकै अनुहारको छ के विधि दुःख दिन सक्या भने नि पुष्कल शर्माकै कारणले बाउले अब बाख्रा पालनै छोडिदिनु रे त्यस्तो उखपातै भएदेखि त बिहे गर्नु नि मुटु जलाई गरेर बस्छन् हो ए भाइ बिहे गर्नलाई केटीले बताउनु परेन बिहे गर्नलाई केटीले बताउनु परेन यार ल हेर्दै पछाडि भनिन्छ सब प्लिज पछाडिबाट हेर्दा डिक्टर सलमान खान प्लिज पछाडि फर्किनु एकैछिन पछाडि मात्रै प्लिज घुम्ने रोग लागेको छ क्या तपाईँलाई पछाडिबाट हेर्दा फेरि अगाडि टिभीमा उहाँ पुरा मोडलमा तँ यस्तो त्यस्तो नगर्नु न सट्ट बस्नु न यसरी पछाडिबाट हेर्दा डिक्टर सलमान खान अगाडि फर्किनुहोस् अगाडिबाट हेर्दा हनुमान अब कहाँबाट केटीले बताउँछन् र बिहे गर्नु हो अनि म जस्तो हुनुपर्छ क्या ह्यान्डसम के अहिले निस्केर मरेछ हौ फेरि बेलामा निस्किरहेको छ क्या यो हो आपे हजुर सँगै आएको मान्छे म जो स्लो मोसनमा हिँडेर पनि अघि आइसके त कहाँ हराएर आउँदै थिएँ कि सानो बरु एउटा लास्टै इम्पोर्टेन्ट काम पर्यो के त्यही भएर त्यो काम क्लियर गरेर आएको काम क्लियर गरेर आएको होइन त आफै क्लियर छैनस् भाइ तैँले के काम क्लियर गरेर आइस कि हिजो बेलुका खाएको सोलमारीको डबाका नपचेर छेरेर आइस सही कुरो बरु सही कुरो छेरेर चाहिँ आएको होइन पिसाब चाहिँ फेरेर आएको मेरो एक मात्र मान्यता के छ भने नि बरु मुन्छेको हिसाब र पिसाब पुरै क्लियर हुनुपर्छ के मेरो पनि मान्यता चाहिँ त्यही हो बोले तर पछिल्लो समयमा आएर नि मेरो हिसाब ठ्याक क्लियर हुन्छ पिसाबै क्लियर हुँदैन मलाई त पहिल्यै शङ्का लागि नै रहेको थियो नि तपाईँको त्यो मूत्र थैली छैन कि क्या हो तेरो भन्दा डबलै होला भाइ फेरि उसलाई चाहिँ थाहा बस्दो गरी यहाँ गरेर हाँस्छ थाहा छ तिमीलाई तेरो भन्दा डबलै होला हो तर पिसाब हेर्ने ठाउँमै छैन ए आमा हो 81 कता गायब भयो बरु मैले गायब गरे हो त भुइँचालोले हिँडाइदियो त मर्नु कठै विचार यो भुइँचालो पनि कस्तो निर्दयी हुन्छ है अब त तपाईँले टोइलेटको नि के काम भएर छान्नु पर्यो ए आफै त के कुरा गरिरहेको छ म त्यही टोइलेटकै कुरा गरिरहेको छु अस्ति वैशाख 12 गते पुरासँगले भुइँचालो गएन हो त्यतिखेर भुइँचालो यस्तो हिसाबमा गइदिएछ कि मेरो घर जस्ताको जस्तै छ टोइलेट मात्रै लडाएर मर्दै कहाँ गएर पिसाब फेर्नु त्यहाँदेखि मेरो पिसाब क्लियर हुँदैन भनेको के आफै ए टोइलेट पो छैन भनेको म त एकछिन कस्तो झसङ्गै भयो भने नि हुन त तपाईँलाई टोइलेट भए पनि के नभए पनि के नै फरक पर्छ तपाईँ आफ्नै ओछ्यानमा छोड्ने मान्छे हो आफ्नै ओछ्यानमा छोड्ने बानी त मैले 2 महिना अगाडि छोडिदिइसकेँ त अहिले दाइको ओछ्यानतिर सरेको छु अब कुन दिनदेखि बोरोले म भाउजूको ओछ्यानमा सरेको छु भन्नु मेरो छैन अनि यहाँ सुन्नु साङ्लो बोरो अघि म टोइलेट जाँदाको कहानी त भन्नै बाँकी छ नि म टक्क टोइलेटबाट बाहिर निस्किरहेको थिएँ कि टुप्लुकको अगाडि एउटा केटी पो आयो भने अनि के भयो त के हुनु लेडिज टोइलेट परेछ बोरो आफै यदि लेडिजलाई जेल पनि छुटाउन सकिनस् बेलामा त्यो एकखेल पढाइ भए पो थाहा हुन्थ्यो अब खासमा यस्तो भयो के साङ्लो बरु त्यो नेपालीमा लेखा रहेछ कि इङ्ग्लिसमा LDS टोइलेट लेखिदिएको भए त थाहा पाइदिइहाल्थ्यो नि र तपाईँलाई पनि थाहा छ नि मेरो इङ्ग्लिस कतिको खतरनाक छ भन्ने कुरो तेरो इङ्ग्लिस थाहा छैन त मलाई नि बोबालै छ त तेरो थ्याङ्क यू भेरी मच वाट इज योर नेम एक वचन इङ्ग्लिस बोलिरहेको थिएँ लडेर मरिगयो नि भला म अहिले बेहोसमै छु कि साङ्लो पऱ्यो म काठमाडौँ नपुगी उठ्दिनँ होला हौ भाइ उठ एक वचन इङ्ग्लिस बोलेको थियो लडिगयो नि अब उठ बरु इङ्ग्लिस बोल्दिनँ उठ बोल्नै हुँदैन कि लडिहाल्छ
फेरि तपाईँले इङ्ग्लिसमा बोलेर ढलेको चाहिँ होइन नि। ऊ यो पिङ्क लाउने नानी छैन, यिनले पक्का आँखा झिम्काइदिन् कि खप्नै नसकेर ढलिहाल्यो नि। कसले? उसले होइन बरु उहिले हो। उसले होइन हो बरु ऊ यो नानीले। उसको त बानीले एउटा आँखो झिम्काइराख्ने हो यार। त्यसो भने यिनले त पक्कै हो बरु। मगर नि गान्सी खत्तम गरिहाल्यो नि, खत्तमै गर्यौ नि त तिमीले त। फेरि अहिलेसम्म एउटा केटीले यसको अन्डर नहेरेको तिमीले आज फ्याट्टै हेरे त लडी त गयो। तिमी सकेसम्म यसो गरे कि आज मलाई हेरे कि, आज मलाई मात्रै हेर। मलाई चाहिँ फेरि जति केटीहरूले हेरो त्यति इनर्जी बढेर आउँछ। के भएको यो? तपाईँलाई इनर्जी त आइहाल्छ नि। केटी भनेपछि बाबामै त्याग्न तयार हुने मान्छे हुने नि। ए भाइ, केटीको लागि त्याग्ने नै बाबुआमा त हो नि यार। बाबुआमाको लागि केटी त्यागेको तैँले संसारमा कहाँ सुनाछस्? गफ दिन्छ यार। मेरो क्वेसनको एन्सर दे, वाट इज योर नेम? त्यति मात्रै हो। What is your name? Thank you, bro. Thank you. यो कडा क्वेसन हो बरु। सिधीमिधी कसैले उत्तर दिनै सक्दैनन् हो। यो कडा क्वेसन हो बरु। तर क्वेसन चाहिँ के अरे? नहेर न, भन्न सक्छु कि। कान्छी प्लिज नहेर है मलाई के साङ्लो बरु। मलाई आधा आधी उत्तर आइ नै सक्यो। तपाईँले एउटा काम गर्नुभयो भने मलाई पुरै उत्तर आउने ठुलो सम्भावना छ बरु। एउटा काम गर्नुपर्ने भयो। के काम गर्नुपर्ने हो फेरि? तपाईँ एउटा खुट्टा उचालेर उभिनु पर्ने भयो बरु। एउटा खुट्टा उचालेर उभिनलाई के म कुकुर हो आफै? भन्न पो नसक्या त। छोबाट हेर्दा त भुसिया कुकुरको भन्दा कहाँ गउँ छ र? बोले त बढी बोलिस् भाइ। फेरि जो स्लो मोसनमा हानेर नि तेरो भयभरको करङ्गी भालुबागमा गन्देर हिँड्छु नि फेरि। ए साङ्लो बरु, मलाई धेरै धम्की नदिनुहोस् कि। मलाई रिस उठ्यो भने तपाईँले पक्का हानेर चारवटा लड्दा फक्कै झार्दिनु। ए भाइ, तैँले मेरो चारवटा दाँत झार्ने? तैँले मेरो चारवटा दाँत झार्ने? तैँले मेरो चारवटा दाँत झार्ने? मैले हो के? भयभरको दाँत पहिले अर्कैले झार्देर आफू त नकैले लाएर हिँडेका त तपाईँले के झार्छ? गफ दिन्छ यार। मेरो क्वेसनको एन्सर दे, वाट इज योर नेम? कुरो त्यति हो अहिलेलाई। थ्याङ्क यू बरु। आछि के भन्या हो बरु? यो लाउरे बुढो भनेर सोधेको चाउरे बुढो परेछ हो। साङ्लो बरु, तपाईँ यहाँ एकचोटि सुत्नुहोस् त। मान्छेको सोध्ने तरिकै फरक हुन्छ कि। मेरो नि त्यस्तै छ, सुत्नुहोस् त। लगभग तपाईँ 5 मिनट नउठ्नुहोस् है। मलाई सोध्ने तरिका, मान्छेको सोध्ने तरिका कि भाइ। तर फेरि रातिमा दास संस्कार होला है। वाट इज योर नेम? यस बरु। साङ्लो बरु, वाट इज योर नेम? यही होइन? यहाँ आउनुहोस्। वाट इज योर नेम भनेको साँच्ची के हो साङ्लो बरु? मलाई त भुत्लो भाङै आएन। तँलाई त्यति पनि आएन? राम आएन। तपाईँले त्यति वाट इज योर नेम भनेको के हो भनिदिनुहोस्, त्यसपछि त मलाई आइहाल्छ होइन कालु? तैँ आइज। तैँ आइज। तैँ आइज। आउँदिन। अहिले अघि भन्नु पर्दैन त, म आफै आइहाल्थेँ। वाट इज योर नेम? वाट इज योर नेम?
भनेको अनि खासमा मलाई चाहिँ कहाँबाट आउँछ त भने अघिदेखि उसलाई आउँछ कि भनेर सोधिरहेको छु मरै भन्दैन ठुक्क साङ्लो बरु यो मदस फादस मेहनत यही हो तपाईँको इङ्ग्लिस तपाईँ यहाँ आउनुहोस् म भनिदिइहाल्छु नि खासमा वाट इज योर नेम भनेको ओ बा तपाईँले भात खानुभयो भने हो के अब त्यति पनि आउँदैन अनि यहाँ सुन्नु न साङ्लो बरु यहाँ सुन्नु त्यो अघि म टोयलेट जाँदाको केटी कस्ती थिए भन्नु न ए यत्रा यत्रा हिल चप्पल बरु त्यहाँभन्दा थोरै माथि सेता पिडुला सेता पिडुला के विधि इमोसनमा आएको हो बोरो त बेला पनि भयो नि त रात मात्रै गइरहेछ इमोसनल कुरा गर्छ अनि नआएर हुन्छ त्यो सेतो पिडुला भन्दा माथि छिनेका कम्म फोटो त्यहाँभन्दा माथि त गोरो त्योभन्दा माथि के थियो भन्नु प्लिज अनुहार त सोलिटै थियो साङ्गो गोरो आफै कम्मरबाट एकैचोटि अनुहार नपुगिस् भित्रको केही हेरिनस् केटी हेर्दा त कस्तो रिगटा छुटिसक्यो थियो बिचको हेरेको भए त त्यही पक्लक्कै ढलिहाल्थ्यो नि जो होस् त्यो केटीसँग सालले फ्रेन्डसिप चाहिँ हान्यो म सिधै गएर म बलराम कटवाल भनेको त्यो मुसुक्क लजाएर म शर्मिला गुरुङ बन्छु शर्मिला गुरुङ शर्मिला गुरुङ बोरोको कान्छी दिदी परिछिन् कि क्या हो पग्लाकै ढले त साङ्लो बरो साङ्लो बरो के पारा हो के तपाईँको तपाईँलाई केटीको नाम सुन्न नहुने रोग लागेको छ कि क्या हो पग्लक्कै ढल्नु भयो त अनि आफ्नै गर्लफ्रेन्डको भयो भरको हेरेर आए जस्तो बिहेस नभएर के गर्नु त शर्मिला गुरुङ भन्ने मेरै गर्लफ्रेन्ड हो मेरो त्यो शर्मिला गुरुङ भन्ने तपाईँकै गर्लफ्रेन्ड हो मलाई पहिले भन्नु पर्दैन बरु म टोयलेटबाट आउँदै आउँथिनँ नि बोले त फेरि बढी बोलिस् भाइ तेरो यो आन्द्रा भुँडी छ नि निकालेर फेरि चाउन बनाएर खाइदिन्छु नि म के हावादारी गरिदिनुहुन्छ हो आन्द्रा भुँडीको नि कोही चाउमिन हुन्छ बरु सुकुटी भन्नुहोस् भुटान भन्नुहोस् न तर साङ्लो बरु मलाई धेरै धम्की नदिनुहोस् कि फेरि मेरो माथि मुन्छे छ नि तेरो माथि मान्छे छ अनि जस्तो मुन्छे त्यस्तै काम बाँदर त्यहाँ माथि होइन हो बरु यहाँ माथि मान्छे छ भन्छ अनि कतिजना रहेछ भन्छ चढ्न हिँडा कि तेरो माथि मान्छे पनि छ अनि को छ डन छ होइन बरु को छ ठुलो नेता छ त्यो पनि होइन को छ तेरो मान्छे खासमा मेरो घरको माथि बस्ने एउटा साथी छ के पियान सापकोटा हुन त त्यसले केही गर्न सक्दैन 1 नम्बरको डर छेरुवा छ काठमाडौँ बस्न डराएर दाङ्गाएर लुकेर बसिरहेछ यो साङ्लो बरु तपाईँको गर्लफ्रेन्ड चाहिँ हो के आमामामा कति राम्री अनि कक्रोचको गर्लफ्रेन्ड नराम्रो हुन्छ त यार अनि कक्रोचको गर्लफ्रेन्ड नराम्रो हुन्छ अनि हुन्छ कान्छी हुन्छ ऊ आफै हो अनि क्या भन्नै मिल्दैन खासमा यही त हो नि कक्रोचको गर्लफ्रेन्ड नराम्रो हुन्छ यार त्यो केटीको तैँले चिन्छस् अहिले त कहाँबाट चिन्नु बरु त्यसको फोन नम्बर दिनुहोस् न राति फोन गरेर पट्टारै चिन्जान गरिदिनु तँलाई मेरो गर्लफ्रेन्डको नम्बर चाहियो तँलाई मेरो गर्लफ्रेन्डको नम्बर चाहियो मलाई ल टिप भन्नुहोस् त 98010 98010 98010 यस्तै कुरा गर्दै गएस् भने त धेरै दिन बाँच्दैनस् होस गरेर बस के यसो गर्न त तेरो बहिनी चाहिँ होइन बहिनी त सोलिटी छ बरु तेरो बहिनीको नम्बर दे मलाई म फोन गरेर पट्टाइ दिन्छु हस् पट्टाउने बरु ल हुन्छ मेरो बहिनीको नि एन्सेले हो नम्बर टिप्नुहोस् 98030 यो बलराम कटवाललाई उठिसक्यो धेरै रिस
तपाईँ हेर्दै जानुहोस्, तपाईँको गर्लफ्रेन्डलाई खाइदिन्छु है भालुवाङमै किस। भाइ तैँले मेरो गर्लफ्रेन्डलाई खान्छस् किस? खाइदिने हो। तैँले मेरो गर्लफ्रेन्डलाई खान्छस् किस? खाइदिने हो। किस खान्छस् किस? तपाईँलाई पनि इस। तर मैले तपाईँको गर्लफ्रेन्डलाई खाइदिन्छु है भालुवाङमै किस। ए भाइ खान्छस् किस? ओइ साङ्लो किरो, त मसँग के सिङ्गल सिङ्गल भिड्ने भने हो? ए भाइ ए तँ मसँग सिङ्गल सिङ्गल भिड्ने? म त भिड्दिनी हो। तँ मसँग सिङ्गल सिङ्गल भिड्ने? म त भिड्दिनी हो। के गर्न सक्छस् लाइज? मैले के गर्न सक्छु? के गर्न सक्छस्? एकछिन। 1 2 3 4 भनिदिनु न। लोकल छर्रा अलि बढी नै भएछ कि, तर मैले के गर्न सक्छु होइन? के गर्न सक्छस्? साँच्ची साङ्गो बरु मैले तपाईँलाई के चाहिँ गर्न सक्छु? मैले यही चाहिँ गर्न सक्छस् भाइ, अरू के आइटमहरू देखाउनु पर्छ त्यस्तो के? भयो पुगो, पातै हिँडो कि क्या हो? तर साङ्गो बरु तपाईँले आज आएर अर्काको ठाउँमा मलाई हात हाल्नुभयो नि, म रिसा छैन। हामी साथीभाइ मिल्नु पर्दैन, यसै झगडा गरेर हुन्छ?